हो दर्शकबिन, कान्छीले सागरलाई भेटाउँदै छिन् कि छिनन् त दर्शकबिन। आखिर कान्छीले त्यो घनघोर जंगलमा बुढा बुढा भन्दै जाँदा के देखेर सिरियल समाप्त भयो? तपाईहरुलाई यो जान्न मन छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र सागर र कान्छीको भेट भएको हेर्न चाहनुहुन्छ भने हाम्रो भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनभनेदेखि हामी नेपाली सिरियलका रिभ्यू भिडियोहरू लिएर आउने छौं। दर्शकबिन, यता कान्छीको दाइ र कान्छीको देवर भएर काठमाडौँको ललितपुर घनघसिया राष्ट्रिय निकुञ्ज भित्रको जंगलमा सागरलाई खोज्नका निम्ति निस्किएका छन्। गाउँलेहरूले जंगल भित्र खोज्न नजानुस्, एकदमै धेरै खतरा छ, जंगली जनावरहरूको आक्रमण पनि हुन सक्छ भन्दा पनि नमानिकन सागरलाई खोज्नका निमित्त जंगलमा गएका छन्। र जंगलमा सागरको पर्स भेटेपछि त कान्छीले भने सागरलाई भेटाउने आश बढेको छ। सागरलाई खोज्दै जाने क्रममा सिरियल समाप्त भएको छ। अब आउने भागमा के हुन्छ होला दर्शकबिन भनेर तपाईहरुलाई जान्न मन छ होला। अब आउने भागमा त्यो जंगलमा कान्छी र सागरको दाइ र कान्छीको देवरले त्यो दर्शकबिन के हुन्छ होला दर्शकबिन भनेर तपाईहरुलाई जान्न मन छ होला। अब आउने भागमा त्यो जंगलमा कान्छीको दाइ र कान्छीको देवरले के देखे त दर्शकबिन? के त्यहाँ सर्प थियो? के त्यहाँ सलिनाको मामाले बनाएको टापुरो थियो? या फेरि के थियो त? हामी आउने भागमा नै थाहा पाउने छौं। तपाईहरुलाई के लाग्छ तल कमेन्ट गर्नु होला। अब आउने भागमा सागर र कान्छीको भेट भएको हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। मलाई जहाँसम्म लाग्छ कान्छीले त्यहाँ सागरलाई नै देखेको हुनुपर्छ। तपाईहरुलाई के लाग्छ दर्शकबिन? तलको कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। साथै यता कान्छाको भने केटीसँग विवाह हुने पक्का भएको छ। केटीको बाउले कान्छाको बाबुआमासँग माफी मागेर राम्रोसँग सल्लाह गरेर बिहे गरिदिने कुरा गर्नु भएको छ। कान्छी सिरियल धेरै नै राम्रो हुँदै गइरहेको छ र अब आउने भागहरू पनि राम्रो नै हुनेछ भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।